आज र बिहान हरेक किसानको जीविकोपार्जन भनेकै खेतीबाली हो, जसबाट आफ्नो परिवारको दैनिकी चल्छ। सोही किसानको सामाजिक वास्तविकतामा आधारित एक मौलिक लोकनाच, जसलाई असारे नाच अथवा बेठी नाच पनि भनिन्छ, र यस नाचलाई ग्लोबल एकाडेमी पुगुङका विद्यार्थी भाइ बहिनीहरूले प्रस्तुत गर्न गइरहेका छन्। यो नाचमा विशेष गरी नेपाली समुदायको किसानहरूले गाउँघरमा मुखिया कहाँ वा छरछिमेकमा अर्म पर्म गरेर बर्खेयामको असारको महिनामा धान रोपाई गर्दै मौसे गर्दै पञ्चे बाजाको धुनमा झमझम रम्दै बर्खे झरीमा रुच्दै र खेलठट्टा गरी अन्त्यमा मैझारो गरी सम्पन्न गर्ने सम्मको पूर्ण श्रृङ्खला समेटिएको हुन्छ। प्रस्तुत छ यो ग्लोबल एकाडेमीको सुन्दर बेठी नाच।